पद र पैसाको दुरुपयोग गर्नु मात्रै भ्रष्टाचार होइन, सम्भावनाहरूको खोजी नगर्नु पनि भ्रष्टाचार हो। डिजाइन अप्रुभलमा डिले गर्ने कन्सल्टेन्टदेखि लिएर, काम ढिला गर्ने कन्ट्र्याक्टरदेखि लिएर, डिसिजन ढिला गर्ने कर्मचारीदेखि लिएर सबैजनालाई चाहिँ जसले आफ्नो कर्तव्य दायित्व पुरा गर्दैन, यिनीहरू सबैलाई चाहिँ कानुनको दायराभित्र लिएर आउनुपर्छ र भ्रष्टाचार सम्बन्धी अब चाहिँ मुद्दाका बारेमा हामीले सोच्नुपर्ने हुन्छ। पूर्वाधार सम्बन्धी योजनाहरू एकदमै रुग्ण योजनाहरू, वर्षौँदेखि जनताले दुःख पाइरहेको योजनाहरूलाई समयमै सम्पन्न गराउनुपर्छ र छिटोभन्दा छिटो जनतालाई सेवा दिनुपर्छ भन्ने कुरामा यो सरकार प्रतिबद्ध छ। त्यही अनुरूप नै यो अध्यादेश पनि त्यसरी नै आएको हो, किनभने संसद अधिवेशन बन्द भयो, सार्वजनिक खरिदले गर्दाखेरि जहिले पनि अप्ठ्यारो परिरह्यो भन्ने कुरा यही सदनमा कतिपटक कुरा उठिरहेकै हो। अनि कसरी सम्बोधन गर्ने त भन्दा तत्कालको अवस्थामा चाहिँ तुरुन्त हामीलाई जुन स्पिडमा सरकार हिँडिरहेको छ कसरी सम्बोधन गर्ने त भन्दा त्यो अध्यादेश लिएर आएर सार्वजनिक खरिद सम्बन्धी व्यवस्थाहरूलाई संशोधन गरेर कामलाई छिटो गराउँ भनेर अध्यादेश लिएर आएको हो। अब प्रतिस्थापन विधेयक ल्याउँदाखेरि मिलाउन सक्ने ठाउँहरू पनि छँदै नै छ। एउटा कुरा निवेदन गर्न चाहन्छु, सार्वजनिक पूर्वाधार सम्बन्धी योजनाहरूमा जसमा चाहिँ सरकारको लगानी हुन्छ, त्यो लगानीहरूमा सरकारले लगानी गर्ने जुन बजेट छ त्यो चाहिँ जनताको करबाट आएको पैसा हो भनौँ। जनताको करबाट उठाएको पैसाले वर्षौँसम्म हाम्रा आयोजनाहरू नबन्ने, जनताले दुःख पनि पाउने, जनताले आफूले दिएको करबाट योजना पनि नबन्ने, यो दुःख र शास्तिबाट छिटो उन्मुक्ति पाउनुपर्छ भनेर अहिले सरकारले एकदमै द्रुत गतिमा काम पनि गरिराखेको छ। अझ यसको विषयमा त हाम्रो स्पष्ट मान्यता के हो भने पद र पैसाको दुरुपयोग गर्नु मात्रै भ्रष्टाचार होइन, सम्भावनाहरूको खोजी नगर्नु पनि भ्रष्टाचार हो भनेर हामीले पटक पटक भनिराखेकै हो। त्यसमा समयमै सम्पन्न गर्नुपर्ने काम ढिला गर्नु पनि सरकारले ठेक्का खुलाउँछ अनि ठेक्का अप्लाई गर्ने, त्यसमा चाहिँ समयमै सम्पन्न नगर्ने, टाइम बाई गरागरी गर्ने, एकदमै ढिला गर्ने, यो प्रवृत्ति पनि भ्रष्टाचार हो। त्यसकारणले गर्दाखेरि डिजाइन अप्रुभलमा डिले गर्ने कन्सल्टेन्टदेखि लिएर, काम ढिला गर्ने कन्ट्र्याक्टरदेखि लिएर, डिसिजन ढिला गर्ने कर्मचारीदेखि लिएर सबैजनालाई चाहिँ जसले आफ्नो कर्तव्य दायित्व पुरा गर्दैन, यिनीहरू सबैलाई चाहिँ कानुनको दायराभित्र लिएर आउनुपर्छ र भ्रष्टाचार सम्बन्धी अब चाहिँ मुद्दाका बारेमा हामीले सोच्नुपर्ने हुन्छ भनेर यसरी अहिले विधेयकहरू पनि सरकारले मस्यौदा तयार गरिरहेको अवस्था छ। यो यही सदनमा आउँछ, त्यति बेला तपाईँहरूले पर्याप्त मात्रामा बहस गर्न सक्नुहुन्छ। हाम्रो उद्देश्य एउटै मात्र छ, जनताले तिरेको करको न्यायोचित सदुपयोग हुनु पर्यो र यो संसदमा हामीले जनताको प्रतिनिधित्व गरेर आएका छौँ, जनताले हाम्रो संसदले गरेको काममा गर्व गर्न सक्नु पर्यो। त्यसकारणले हाम्रो अन्यथाहरू केही पनि उद्देश्यहरू, हिडन एजेन्डाहरू केही पनि छैनन्। हाम्रो उद्देश्य भनेको जनताले सुख पाउनुहोस् भन्ने मात्रै हो। अब यो ढिला भइरहेको कामको स्पिडलाई चाहिँ छिटो गराउनको लागि यो अध्यादेश लिएर आइएको